यत्रो दिनसम्म मैले यो गिलो रोटी पकाएँ, अहिलेसम्म फुलेको थिएन, तर आज चाहिँ यस्तो मजाले फुलेको थियो, सुक्खा रोटी फुलेको जसरी। सो हाई एभ्रीवान, स्वागत छ तपाईँहरू सबैजनालाई आजको मेरो बेलुकाको मिनी ब्लगमा चाहिँ मेरो सधैँ किचनको मात्रै आउँछ के पाक्दैछ भनेर। सो आज त्यसै गरी चाहिँ मैले टमाटर उसिन्दैछु अचारको लागि, अनि यता चाहिँ मैले नानीहरूको लागि खानाहरू पनि बसालेँ। अनि आज चाहिँ मैले यो पनिर बनाउन आँटेको छु। अनि फेरि दुध हाल्दा हेर्नु न, यता सबै खस्यो क्या, आधी दुध त भुइँमै खस्यो सबै। मैले चाहिँ यो 3 लिटर लिएको छु दुध, त्यसको चाहिँ मैले पनिर बनाउन आँटेको छु। अनि मैले यहाँ भिनेगर लिएको छु, दुध चाहिँ मजाले 2-3 मिनटसम्म मजाले उम्लिसकेपछि अनि यसमा मैले भिनेगर हालिदिएँ। अनि यसलाई मजाले मिक्स गरिदिइसकेपछि अनि यो चाहिँ फाट्छ। यसरी चलाउँदै मजाले फाटेर रेडी पनि भइसकेको छ। अनि यसलाई चाहिँ एउटा छान्नेमा या सुतीको कपडामा मजाले छानिदिन्छु। मैले चाहिँ यहाँ छान्नेमा छानेको छु। पनिर बनाउनु सबैलाई आइ नै हाल्छ, तर पनि मैले चाहिँ देखाइदिएको छु। अनि यो पनिरलाई चाहिँ मजाले पखालिदिने, भिनेगरको त्यो अमिलोहरू चाहिँ जान्छ। अनि यसको पानी तराउनु पर्यो नि त। अनि त्यसको माथि चाहिँ मैले बोटुका राखिदिएको छु। अनि बोटुकाको माथि चाहिँ एउटा केही भारी चिज मैले यसमा ओख्ली राखिदिएको छु। अनि त्यतिकै यता रोटी पाक्नलाई छोडिदिइरहेको थिएँ। कस्तो मजाले फुलेको के यो रोटी चाहिँ, हेर्नु न, यसरी हालेको थिएँ मैले चाहिँ। अनि कस्तो मजाले फुलेको। अनि यता हेर्नु न, फेरि सुमु चाहिँ मलाई बोक्नु भनेर रुँदैछ। न त आनन्दले खाना बनाउनु पाउने, न त आनन्दले भिडियो नै बनाउनु पार्ने। हेर्नु न, कहाँबाट कहाँ रुएर म चाहिँ यसलाई बोकेर अनि रोटी बनाउँदैछु। दिदी चाहिँ त्यहाँ माथि बसेको छ नि त, अनि उसलाई पनि त्यहीँनिर बस्नु पर्यो अरे के। शर्मिलाई चाहिँ मैले जहिले पनि यहीँनिर राखेर मैले कामहरू गर्छु नि त। अनि सबैजनाको लागि खानाहरू पनि रेडी भयो, नानी बाबाहरूको लागि पनि रेडी भयो। अनि मैले चाहिँ उनीहरूलाई खाना खुवाउन आँटेको छु। अब आज चाहिँ मैले उनीहरूको खानामा चाहिँ मैले चामल अनि मुसुरी दाल मात्रै बनाइदिएको थिएँ। अनि यता चाहिँ मैले उयो सोयाबिन पनि फ्राई गरिदिएको थिएँ कि। दुईजनाले मजाले चाटीचुटी गरेर खाइसकेको थियो। अनि सोयाबिन फ्राई थियो नि त, अनि एकदमै मन पराउँछ दुवैजनाले सोयाबिन चाहिँ। अनि उनीहरूलाई खानाहरू खुवाइसकेँ, अनि मैले पनि खाएँ। अनि मैले पनि खाइसकेपछि अनि हामी चाहिँ गयौँ कोठातिर अब सुत्नको लागि। सो आजको भिडियो चाहिँ यस्तै नै थियो। के कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। भेटौँ अर्को भिडियोमा।